नमस्ते आन्याङ हासेयो म पशुपति सापकोटा र मैले चाहिँ आज नयाँ परिमार्जित बुकको लेसन 2 सेङवा रेङफुम दैनिक जीवनमा आवश्यक पर्ने सामग्रीहरू भन्ने पाठबाट चाहिँ सम्पूर्ण शब्दावलीहरूलाई एउटै भिडियोमा समेटेर लिएर आएको छु। हजुरहरूले यस भिडियो हेर्दै गर्दाखेरि चाहिँ आफ्नो कपीमा पनि नोट बनाई अध्ययन गर्नुभयो भनेदेखि चाहिँ अझ उत्कृष्ट हुने कुरा पनि जानकारी गराउँदै अब सुरु गरौँ। यहाँ पहिलो नम्बरमा भनेको छ सिगेरुल छादा भनेको छ। यो छादा भनेको चाहिँ सिगेको केसमा चाहिँ सिगेरुल छादा भन्यो भने घडी बाँध्नु भन्ने हुन्छ। यो छादा मात्रै भयो भनेदेखि चाहिँ चिसो हुनु अथवा लात्तीले हान्नु भन्ने अर्थ दिन्छ। तर सिगेरुल छादा भन्दाखेरि चाहिँ घडी बाँध्नु भन्ने अर्थ दिन्छ। त्यसै गरी सिगेरुल फुल्दा भनेको चाहिँ घडी खोल्नु। यो फुल्दा भनेको चाहिँ खोल्नु अथवा समाधान गर्नु भन्ने हुन्छ र सिगेरुल फुल्दा भन्यो भने चाहिँ घडी खोल्नु भन्ने हुन्छ है त साथीहरू। यो उसानुल छाता भनेको उसानुल सुदा भनेको छ। यो उसानुल सुदा भनेको चाहिँ छाता ओढ्नु। सुदा भनेको चाहिँ लेख्नु प्रयोग गर्नु अनि तितो हुनु भन्ने अर्थ दिन्छ र उसानुल सुदा भन्यो भने छाता ओढ्नु भन्ने हुन्छ। त्यसै गरी उसानुल फ्यदा, यो फ्यदा भनेको चाहिँ खोल्नु भन्ने हुन्छ भनेदेखि उसानुल फ्यदा भन्यो भने चाहिँ छाता खोल्नु भन्ने हुन्छ। त्यसै गरी उसानुल छप्ता, छप्ता भनेको त पट्याउनु हो र उसानुल छप्ता भनेको चाहिँ छाता पट्याउनु। उसान भनेको चाहिँ छाता है। फ्याल्ग आनियो भनेको चाहिँ त्यस्तो होइन धन्यवाद, त्यस्तो होइन नि त धन्यवाद भन्दाखेरि चाहिँ फ्याल्ग आनियो भनेर प्रयोग गरियो। अनलाइन सपिङ भनेको छ। यो अनलाइन सपिङ भनेको चाहिँ अनलाइन सपिङ, अङ्ग्रेजी वर्डबाट आएको यो अनलाइन सपिङ भनेको चाहिँ अनलाइन सपिङ भन्ने हुन्छ। छङ्गी जगुरो भनेको नियमित रूपमा, छङ्गी जगुरो भनेको नियमित रूपमा। यो ख्यासोक छिसोक र छङ्गी भनेको नियमित हुन्छ र ख्यासोक चगुरो छिसोक चगुरो साथै छङ्गी जगुरो भनेको नियमित रूपमा भन्ने भयो। वाजाङुल हादा भनेको चाहिँ श्रृङ्गार गर्नु। वाजाङ भनेको श्रृङ्गार, वाजाङफुम भनेको श्रृङ्गारको सामग्री र वाजाङुल हादा भनेको चाहिँ श्रृङ्गार गर्नु भन्ने अर्थ दिन्छ। त्यसै गरी यतापट्टि छ यो आङ्ग्यङ्गुल सुदा भनेको चाहिँ चस्मा लगाउनु। आङ्ग्यङ्गुल सुदा भनेको चस्मा लगाउनु र आङ्ग्यङ्गुल फत्ता भनेको चाहिँ चस्मा खोल्नु। यो चस्मासँग चाहिँ फत्ता लाग्दो रहेछ भन्ने कुरा पनि बुझ्नु पर्यो। इरुवजिदा भनेको पुरा हुनु। इरुदा भनेको पुरा हुनु, त्यही इरुदाबाट चाहिँ इरुवजिदा भनेको पुरा हुनु। छेगा थ खोमावयो, छेगा थ खोमावयो भनेको चाहिँ म आभारी छु भन्न खोजेको। अब यहाँ तल सिम्पल सामान्य साना मिनिङहरू छन्, यसलाई पनि एकचोटि हेरौँ। थिप भनेको चाहिँ टिप्स तथा आइडिया, तरिका भन्न खोजेको। थिप भनेको चाहिँ टिप्स तथा आइडिया। फित भनेको काइयो, यो ओरिजिनल छ वाला छा भयो भने चाहिँ चिया तथा गाडी भन्ने अर्थ दिन्छ। कार भनेर नि बुझ्न सकिन्छ, गाडी कार जे भने नि। चिया तथा गाडी भन्दाखेरि चाहिँ छाको प्रयोग गरिन्छ। यो छालाई चाहिँ चिया तथा गाडी भन्ने अर्थमा प्रयोग गर्न सकिन्छ। र यो कुन भनेको छ, यो चाहिँ तुना अथवा डोरी हो। त्यसै गरी म भनेको चाहिँ के भनेर अर्थ दिन्छ। थ भनेको अझै, फुत भनेको ब्रस, छिप भनेको चाहिँ छिम भनेको चाहिँ लगेज, सामान राख्ने लगेजलाई चाहिँ छिम भनियो। सामान सहितको लगेज भनेकै छिम हो। र खाल भनेको चक्कु, चक्कुलाई चाहिँ खाल भनियो। अर्को छ यो वे भनेको किन, यो WH क्वेसन हो। वे भनेको किन, किन भन्न पर्यो भने चाहिँ वे भनेर प्रयोग गरिन्छ है। त्यसै गरी अर्को पेजमा रहेको छ यो छर्यम हादा भनेको चाहिँ सुपथ हुनु। सुपथ हुनु अथवा सरल हुनु भनेको छर्यम हादा। मूल्यको केसमा चाहिँ सुपथ हुनु अथवा सस्तो हुनुलाई चाहिँ छर्यम हादा भनिन्छ। इयोङ हादा भनेको यो प्रयोग गर्नु,
प्रयोग भन्दा पनि यसलाई उपयोग गर्नु भनेर पढ्नु हो भनेदेखि उचित हुन्छ। इयोङ हादा भनेको उपयोग गर्नु र वानसङ हादा भनेको पुरा हुनु। इरुवजिदा भनेको र वानसङ हादा भनेको चाहिँ पुरा हुनु भयो। अनि छुछन हादा भनेको सिफारिस गर्नु। छुछनादा भनेको सिफारिस गर्नु। यो माथि एउटा छुटेको छ। हारिनादा भनेको छुट गर्नु। हारिन भनेको छुट र हारिनादा भनेको छुट गर्नु। अब त्यस्तै छेगोङादा भनेको चाहिँ उपलब्ध हुनु अथवा उपलब्ध गर्नु भनिन्छ। छेगोङादा। ख्वाल्यानादा भनेको चाहिँ समावेश गर्नु। ख्वाल्यानादा भनेको समावेश गर्नु। अनि इन्गे हादा भनेको चाहिँ हस्तान्तरण गर्नु। अधिकार हस्तान्तरण गर्ने कुरालाई इन्गे हादा भनिन्छ। यो इन्गे हादाको अर्थ चाहिँ हस्तान्तरण गर्नु, अधिकारलाई हस्तान्तरण गर्नु भन्ने हुन्छ। खोमावयो भनेको र खाम्साहाम्निदा भनेको कुरो एउटै हो। यसको अर्थ धन्यवाद भनेर बुझिन्छ। थुक्चङ साङफुम भनेको छ। यो थुक्चङ साङफुम भनेको चाहिँ विशेष सामान भनेर बुझ्न सकियो। अनि हगप छिगप भनेको छ। हगप छिगप भनेको हतार हतार भनेर बुझिन्छ। र फ्याङफ्याङ आदा भनेको समथर हुनु भन्ने हो। फ्याङफ्याङ आदा भनेको समथर हुनु। र खाजोक साजिन भनेको छ। यो खाजोक भनेको परिवार र साजिन भनेको फोटो। खाजोक साजिन भनेर एकैचोटि प्रयोग गरियो भनेदेखि परिवारको फोटो भनेर बुझ्न सकियो। आल्तु राधा भनेको पनि यो छरेमादा जस्तै जस्तै हो, तर आल्तु राधा भनेको चाहिँ समयको पनि बचत र पैसाको पनि बचत। समय पनि छिटो हुने र पैसा पनि सस्तो हुने, दुवै कुरा मिल्ने किसिमको अर्थ दिने खालको मिनिङ हो यो। र आल्तु राधा भनेको के हुन्छ भन्दा मितव्ययी हुनु। मितव्ययी हुनु। यसमा समय पनि बचत र पैसाको पनि सस्तो सुलभ, दुईटै एकैसाथ भएको जस्तो अर्थ दिने भएर यसलाई आल्तु राधा भनेको छुट्टै शब्द प्रयोग गरिन्छ। आल्तु राधा भनेको मितव्ययी हुनु। र यनफिल काकी भनेको छ। यनफिल काकी भनेको पेन्सिल कटर। त्यसै गरी हिउँदे छनवा भनेको छ। हिउँदे छनवा भनेको चाहिँ मोबाइल फोन। मोबाइललाई चाहिँ हिउँदे छनवा भनेर भनियो। अनि खाजन छेफुम भनेको छ। खाजन छेफुम भनेको घरायसी इलेक्ट्रिक सामान। घरायसी इलेक्ट्रोनिक सामानहरूलाई चाहिँ खाजन छेफुम भनेर भन्दो रहेछ है। सागो फाल्दा भनेको छ। र यो सागो फाल्दा भनेको चाहिँ किनेर बेच्नु अथवा किनबेच गर्नु भन्ने हुन्छ। किनेर बेच्नु वा किनबेच गर्नु भन्नलाई चाहिँ कोरियन भाषामा सागो फाल्दा भनेर भन्दो रहेछ। ख्याराफादा भनेको छ। ख्याराफादा भनेको मिश्रण गर्नु। छिन्गुनादा भनेको आत्मीय हुनु। छिङ्गु भनेको साथी अनि छिन्गुनादा भनेको चाहिँ आत्मीय हुनु। छिङ्गुनादा भनेको आत्मीय हुनु। त्यसै गरी अर्को पेजमा रहेको छ अनलाइन भनेको छ। अनलाइन भनेको अनलाइन। अनलाइनलाई चाहिँ अनलाइन भनिन्छ। छारिदा भनेको चाहिँ टेबल सजाउनु। साङ भनेको टेबल र साङ्गुल छारिदा भनेको टेबल सजाउनु भन्ने अर्थ दिन्छ। र छारिदाले मात्रै चाहिँ टेबल सजाउनु भन्ने अर्थ नै दिने गर्छ। फिसादा भनेको महँगो हुनु। सादा मात्रै भन्यो भने सस्तो हुनु र फिसादा भन्यो भने चाहिँ महँगो हुनु भन्ने अर्थ दिन्छ। आलमात्ता भनेको चाहिँ मिल्नु। मिल्नु भन्नलाई आलमात्ता भनियो। आनियो भनेको होइन। आनियो भनेको होइन। साजिन्गी भनेको चाहिँ क्यामेरा र यसको अर्को पनि शब्द छ खामेरा। अङ्ग्रेजी शब्दबाट आएको खामेरा भनेको पनि क्यामेरा र साजिन्गी भनेको पनि क्यामेरा। साजिन भनेको फोटो अनि खिगेबाट चाहिँ खी जोडेर साजिन्गी भनेको क्यामेरा। ख्वाङवाङ्गुम भनेको चाहिँ सेवा महसुल। सेवाको शुल्क भनेको ख्वाङवाङ्गुम सेवा महसुल भन्ने अर्थ दिन्छ। थेबुबुन भनेको प्राय। छाजु भनेको पनि प्राय हुन्छ र थेबुबुन भनेको पनि प्राय नै हुन्छ। खात्छुदा भनेको चाहिँ तयार हुनु अथवा तयार गर्नु। खात्छुदा भनेको तयार हुनु।
वाजाङफुम भनेको चाहिँ श्रृङ्गारको सामग्रीहरू, श्रृङ्गारको सामान, वाजाङफुम। छामुलसोय भनेको ताल्चा, यलसोय भनेको चाबी, यलसोय भनेको चाबी हो र छामुलसोय भनेको चाहिँ ताल्चा। छन्दान्जी भनेको चाहिँ विज्ञापन पर्ची, विज्ञापन पर्चीलाई छन्दान्जी भनिन्छ। मुजिगे भनेको चाहिँ इन्द्रेणी, मुजिगे भनेको इन्द्रेणी। हिउँदे फोन भनेको मोबाइल फोन। खेसान्गी भनेको चाहिँ खेसान्दे भनेको काउन्टर डेस्क, खेसान्गी भनेको क्याल्कुलेटर, खेसान्दे भनेको काउन्टर डेस्क, त्यसै गरी खेसान्गी भनेको चाहिँ क्याल्कुलेटर। अनि फुल्लेतफुम भनेको प्लेटफर्म। त्यसै गरी सिङफिलफुम भनेको चाहिँ अत्यावश्यक सामान। सेङवाल, फिरियो र फुम, छेफुम। सेङवाल प्लस फिरियो प्लस फुम, छेफुम जोडेर चाहिँ बनेको शब्द हो यो। आवश्यक सामान, दैनिक जीवनमा आवश्यक सामान भनेर चाहिँ सिङफिलफुम भनेर बुझ्न सकिन्छ। छिङ्गुन भनेको आत्मीय, छिङ्गुन भनेको आत्मीय। त्यसै गरी खुयक, छियक र यङयक, यो तीनवटैको अर्थ चाहिँ क्षेत्र भन्ने अर्थ दिन्छ। खुयक, छियक र यङयक। त्यस्तै थायाङ भनेको विविध, विविध भन्नलाई कोरियन भाषामा चाहिँ थायाङ भनेर भनिँदो रहेछ। त्यसै गरी खागेक भनेको मूल्य, खागेक भनेको चाहिँ मूल्य। वाजाङ भनेको श्रृङ्गार, श्रृङ्गार गर्नु भन्नलाई वाजाङुल हादा भनिन्छ र त्यो वाजाङ भनेको चाहिँ श्रृङ्गार भयो। र ख्याराप भनेको मिश्रण, ख्याराप भनेको मिश्रण। यता अर्को पानामा रहेको छ खौल भनेको छ। खौल भनेको चाहिँ एना हुन्छ है त साथीहरू, खौल भनेको एना। फाल्दा भनेको चाहिँ बेच्नु, फाल्दा भनेको बेच्नु। त्यसै गरी छिगाप भनेको पर्स, छिगाप भनेको चाहिँ पर्स। साई भनेको मध्य, साई भनेको मध्य। छुङ्गान भनेको पनि मध्य। यलसोय भनेको चाबी, यगवान भनेको पासपोर्ट, पासपोर्टलाई चाहिँ यगवान भनियो। येगवान भनेको चाहिँ होस्टेल हुन्छ है त साथीहरू। छेफुम भनेको सामान, छेफुम भनेको सामान। खाजन भनेको घरायसी इलेक्ट्रोनिक सामानहरू, घरायसी इलेक्ट्रोनिक मात्रै छ यहाँनिर, घरायसी इलेक्ट्रिक सामान पनि हो। खाजन भनेको घरायसी इलेक्ट्रिक सामान हो। खाजन छेफुम पनि भन्छ, खाजन मात्रैलाई घरायसी इलेक्ट्रोनिक मात्रै भनेर बुझ्न पनि सकियो। खुने भनेको पिङ, खुने भनेको पिङ। छुछन भनेको चाहिँ सिफारिस, छुछनादा भनेको सिफारिस गर्नु भन्ने हुन्छ, छुछन भनेको चाहिँ सिफारिस। सोह्याङ भनेको सानो आकार, सानो आकार भन्नलाई सोह्याङ भनियो। छुङह्याङ भनेको मध्यम आकार, त्यसै गरी थेह्याङ भनेको चाहिँ ठुलो आकार। सो भनेको सानो, छुङ भनेको मध्यम र थे भनेको चाहिँ बृहत ठुलो भन्ने हुन्छ नि त, त्यहीबाट चाहिँ सोह्याङ, छुङह्याङ र थेह्याङ सानो आकार, मध्यम आकार र ठुलो आकार भनेर आएको हो। थुक्का भनेको विशेष। छुमाल भनेको चाहिँ सप्ताहन्त, हप्ताको अन्तिम 2 दिन चाहिँ सप्ताहन्त भनिन्छ, शनिबार र आइतबार, यसलाई छुमाल भनिन्छ। सेङफिल भनेको चाहिँ जीवनयापनमा आवश्यक, सेङवाल र फिर्यो दुईटा जोडिएर चाहिँ सेङफिल बनेको हो। सेङफिल भनेको चाहिँ जीवनयापनमा आवश्यक भनेर बुझ्न सकिन्छ। अनि यो वल्ले भनेको वास्तविक, वल्ले भनेको वास्तविक। छौल भनेको चाहिँ एना, छौल भनेको एना होइन है, सरी, यहाँनिर चाहिँ छौललाई एना भनिएको छ। यो छौल भनेको तराजु भन्ने हुन्छ, छौल भनेको तराजु। खासमा खौल भनेको चाहिँ एना हो, यो उस्तै उस्तै सुन्निने भएर यहाँ छौललाई एना भएको रहेछ। छौल भनेको तराजु हो र एनालाई चाहिँ खौल भन्छ है, खौल, यहाँ म लेखिदिन्छु, खौल भन्छ एनालाई। थेफी भनेको चाहिँ स्थानान्तरण,
थेफी भनेको स्थानान्तरण, सुरक्षित स्थानतर्फ स्थानान्तरण हुने कुरालाई चाहिँ थेफी भन्छ। कुनै पनि जोखिमको कारणले चाहिँ सुरक्षित स्थानमा सर्ने कामलाई चाहिँ थेफी भनिन्छ। ह्युजी भनेको टिस्यु, आङ्गे भनेको चाहिँ तुसारो, आङ्गे भनेको तुसारो, फन्गे भनेको चाहिँ चट्याङ, फङ्गे भनेको चाहिँ चट्याङ भन्ने रहेछ। अनि यो खुरुम भनेको बादल, खुरुम भनेको बादल, छन्वा भनेको फोन, यो थाहा छँदैछ। खेसान भनेको हिसाब, खेसान भनेको चाहिँ हिसाब रहेछ। थाल्यक भनेको पात्रो र सिगे भनेको घडी, काकी भनेको चाहिँ कटर। यनफिल काकी भनेको पेन्सिल कटर थियो भनेदेखि यहाँ चाहिँ काकी मात्रै लेख्दाखेरि चाहिँ कटर भनेर बुझ्न सकिन्छ। फिल्थोङ भनेको पेन्सिल बक्स, फिल्थोङ भनेको पेन्सिल बक्स रहेछ। अनि यो खावी भनेको चाहिँ कैँची, खावी भनेको कैँची हो। फुलफेन भनेर लेखेको छ यहाँ, फोलफेन भनेको छ। फोलफेन भनेको पेन, कलमलाई चाहिँ फोलफेन भनिन्छ है साथीहरू। यनफिल भनेको पेन्सिल हो, यही यनफिल र काकी जोडेर चाहिँ पेन्सिल कटर भनेको हो यनफिल काकी। छुगा भनेको थप, छुगा भनेको थप। छिसी भनेको निर्देशन, यो छिसी भनेको चाहिँ निर्देशन है, छिसी। र अर्को पेजमा रहेको छ छुङ्गो भनेर भन्छ। यो छुङ्गो भनेको सेकेन्ड ह्यान्ड सामान, एकपल्ट प्रयोग भइसकेको सामानलाई चाहिँ सेकेन्ड ह्यान्ड सामान भनिन्छ। त्यसलाई चाहिँ कोरियनमा चाहिँ छुङ्गो भनेर भन्छ। सोक्सङ भनेको भाव तथा गुण, सोक्सङ भनेको चाहिँ भाव तथा गुण हुन्छ। योङफुम भनेको सामान, यो सामानहरूको धेरै शब्दहरू छन्, त्यसै गरी त्यो मध्येको धेरैवटा मध्येको योङफुम भनेको पनि सामान नै हुन्छ। मुलफुम, फुम, साङफुम सबै सामान भन्ने अर्थ दिन्छ। र अरू पनि छन्। थुक्सङ भनेको विशेष, थुक्सङ भनेको विशेष। अनि थुक्चङ भनेको पनि विशेष, विशेषको पनि धेरैवटा अर्थहरू छन्, त्यो मध्ये यहाँ 4वटा राखेको छ। थुक्सङ भनेको विशेष, थुक्चङ भनेको पनि विशेष, थुक्चिङ भनेको पनि विशेष र थोकथुक भनेको पनि विशेष नै भन्ने अर्थ दिन्छ। यहाँ विशेषलाई चाहिँ थुक्सङ, थुक्चङ, थुक्चिङ र थोकथुक गरेर 4वटा राखेको छ। साङफुम भनेको सामान हो, यहाँ योङफुम भनेको पनि सामान थियो माथि, र साङफुम भनेको पनि सामान हो। मुलफुम भनेको पनि सामान हो, फुम मात्रै भन्यो भने पनि सामान हो। स्योफिङ भनेको सपिङ, किनमेल। खुरम भनेको त्यसो भए, खुरिम भनेको चाहिँ चित्र हो। यो खुरम र खुरिममा चाहिँ नझुकिनु होला। खुरम भनेको चित्र हो, सरी, खुरम भनेको त्यसो भए र अनि खुरिम भनेको चाहिँ चित्र है। खुरम भनेको त्यसो भए र खुरिम भनेको चित्र। ख्यङ्गु भनेको अवस्था, यसको पनि धेरैवटा छन्। ख्यङ्गु, साङथे, साङवाङ, यानवाङ धेरैवटा छन्। फेगे भनेको सिरानी, फेगे भनेको सिरानी। र इबुल भनेको चाहिँ सिरक हो, इबुल भनेको सिरक। उसान भनेको छाता, उसान भनेको छाता। खाबाङ भनेको झोला, झोलालाई चाहिँ खाबाङ भनिन्छ। ब्याग, झोला जे भए पनि झोला जतिलाई सबैलाई खाबाङ नै भन्छ। फेनाङ भनेको चाहिँ ट्रेकिङ झोला, ट्रेकिङ गर्दाखेरि लिएर जाने झोलाहरूलाई चाहिँ फेनाङ भनेर भनिन्छ। त्यसलाई चाहिँ खाबाङ मात्रै भन्दाखेरि अलि मिले जस्तो सुहाउँदैन, र त्यसलाई चाहिँ फेनाङ भन्ने छुट्टै शब्द छ। फाल्फ्यो भनेको घोषणा, फाल्फ्यो भनेको घोषणा। र यता खाजोक छ, यो खाजोक भनेको परिवार हो। र साजिन भनेको फोटो। सिन्बाल भनेको जुत्ता अथवा चप्पल, सिन्बाल भनेको जुत्ता अथवा चप्पल हो। खुदु भनेको पार्टी सुज, खुदु भनेको चाहिँ पार्टी सुज। इगत, खुगत र छगत, इ भनेको यो, खु भनेको त्यो र छ भनेको चाहिँ ऊ त्यो भन्ने अर्थ दिन्छ भनेदेखि गत भनेको कुरा हो। र इगत, यो दुईवटा जोडेर चाहिँ इगत भनेको यो कुरा, खुगत भनेको त्यो कुरा र छ भनेको ऊ त्यो भएपछि
छगत भनेको चाहिँ ऊ त्यो कुरा भन्ने हुन्छ। र सिगे भनेको घडी, यो 2-3 चोटि आइसक्यो यही पाठमै। फान्मे भनेको बिक्री, फान्मे भनेको बिक्री, यो पनि 2 चोटि आयो। कुफोन भनेको कुपन, कुपनलाई चाहिँ कुफोन भन्छ। हारिन भनेको छुट, हारिन भनेको चाहिँ छुट। र खुइप भनेको किन्नु। सादा, खुइफादा र खुमेआदा यो 3टा शब्द छ यो किन्ने भन्ने अर्थमा। सादा, खुइफादा र खुमेआदा यो सिमिलर मिनिङहरू पनि याद गरेर राख्नु होला। थोङहे भनेको मार्फत, थोङहे भनेको मार्फत। र फ्याङफ्याङ भनेको समथर, फ्याङफ्याङ हादा, फ्याङफ्याङ हागे, समथर गरी भनिन्छ नि हो। त्यहीँबाट चाहिँ हादालाई हटाएर फ्याङफ्याङ मात्रै राखेको छ। यो खास एक्ज्याक्ट ओड भनेको चाहिँ फ्याङफ्याङ हो र हादा जोडेर समथर हुनु बनाएको हो। फ्याङफ्याङ मात्रै भन्दाखेरि चाहिँ समथर भन्ने हुन्छ। सुदा भनेको प्रयोग गर्नु, यसको पनि धेरै छ। सायोङ आदा, सुदा, छाक्योङ आदा यिनीहरू सबै प्रयोग गर्नु भन्ने हुन्छ। तर फरक फरक सन्दर्भमा प्रयोग गरिन्छ। त्यसको बारेमा पनि पछिल्लो भिडियोहरूमा म बनाएर हाल्ने नै छु। च्यानललाई सब्स्क्राइब गरेर जोडिरहनु होला। आङ्ग्याङ भनेको छ, आङ्ग्याङ भनेको चस्मा। फत्ता भनेको फुकाल्नु, फत्ता भनेको फुकाल्नु। यो आङ्ग्याङुल फत्ता भन्यो भने चस्मा फुकाल्नु हुन्छ है। चस्मालाई पनि फत्ता नै प्रयोग गरिन्छ फुकाल्नु भन्नलाई। आङ्ग्याङुल फत्ता भनेको चाहिँ चस्मा फुकाल्नु र फत्ता मात्रै भन्दाखेरि फुकाल्नु भन्ने अर्थ दिन्छ। यो सायद थाहा पनि छ होला, तर पनि हेरौँ। र अब यहाँ अन्तिम पेज नम्बरमा जाउँ। वानसङ भनेको छ, वानसङ भनेको पुरा, पुरा। वानसङ आदा भनेको पुरा गर्नु, वानसङ मात्रै भन्दाखेरि पुरा भन्ने अर्थ दियो। सायोङ भनेको प्रयोग, इयोङ भनेको प्रयोग नभएर उपयोग हो। यो कतिपय साथीहरूले चाहिँ इयोङलाई पनि प्रयोग भनेर पढिरहेका हुन्छन्। यो खासमा चाहिँ इयोङ भनेको उपयोग हो है। इयोङलाई प्रयोग भन्न मिल्दैन। यो चाहिँ सेवा सुविधालाई चाहिँ उपयोग गर्ने कुरामा चाहिँ यसको प्रयोग गरिन्छ। छादा भनेको चिसो हुनु अथवा लात्तीले हान्नु भन्ने अर्थ दिन्छ। फुल्दा भनेको चाहिँ समस्या समाधान गर्नु, खोल्नु भन्ने पनि हुन्छ। फुल्दा समस्या समाधान गर्नु भन्ने पनि हुन्छ। र छुछन भनेको सिफारिस, अत्ता भनेको पाउनु, अत्ता भनेको पाउनु। फात्ता भनेको प्राप्त गर्नु, फात्ता र अत्ता उस्तै उस्तै हो, तर यसमा पनि केही फरक छन्। र अहिले बुझ्दाखेरि चाहिँ फात्ता र अत्ता भनेको पाउनु, प्राप्त गर्नु भनेर बुझ्न सकिन्छ। उमसिङन्यु भनेको छ, उमसिङन्यु भनेको खाद्य जन्ने, खाद्यान्न जन्ने भनेको उमसिङन्यु भनेको। छोङिन्यु, छोङिर्यु भनेको कागज जन्ने, छोङी भनेको कागज, उमसिक भनेको खाना, खाद्य पदार्थ, खाना, खानेकुरा भन्ने बुझिन्छ। अनि यो छोङन्यु, छोङन्यु जोडेर चाहिँ उमसिङन्यु बनाएको हो यो खाद्य जन्ने। र छोङिन्यु बनाएको, छोङिर्यु बनाएको हो कागज जन्ने। अनि ई भनेको चाहिँ यो अथवा दुई, दाँत पनि हुन्छ है। यो दाँत पनि हुन्छ। ई, यो, ई भनेको यो, दुई अथवा दाँत। वाफे भनेको मुद्रा भन्ने हुन्छ, वाफे भनेको मुद्रा। खाओक भनेको परम्परागत घर, खाओक भनेको कोरियन परम्परागत घर। र हानोक भनेको पनि कोरियन परम्परागत घर नै हो। यो दुवैको अर्थ चाहिँ कोरियन परम्परागत घर भन्ने हुन्छ है। हाङ्गु, मारु भनेको छ, मारु भनेको घरको भुइँ। तर हानोक यो परम्परागत घर, हानोक घरको चाहिँ भुइँलाई चाहिँ मारु भनिन्छ। यो आधुनिक घरहरूको भुइँलाई मारु भनिन्न, हानोकको चाहिँ भुइँलाई भनिने हो यो मारु भनेर। छनेक र छानेक यो दुवैको अर्थ जम्मा रकम भन्ने हुन्छ। तादा भनेको टिप्नु अथवा प्राप्त गर्नु। छागेकजुङ प्रमाणपत्र, छागेकजुङ तादा भन्यो भनेदेखि प्रमाणपत्र प्राप्त गर्नु भन्ने हुन्छ। र तादा भनेको टिप्नु भन्ने पनि अर्थ दिन्छ। थादा भनेको चाहिँ चढ्नु अथवा पाउनु। वल्गुबुल थादा तलब पाउनु, तलब चढ्नु भन्ने त हुन्न नि, यो पाउनु भनेर पनि बुझिन्छ यसमा।
छेगोङ भनेको चाहिँ उपलब्ध गर्ने कुरालाई चाहिँ छेगोङ आदा भनिन्छ। अनि यो सादा भनेको छ यहाँ, यो सादा भनेको सस्तो हुनु पनि हुन्छ र प्याकिङ गर्नु भन्ने पनि हुन्छ। फ्यदा भनेको खोल्नु भन्नलाई फ्यदा भनिन्छ। फुल्दा पनि हो खोल्नु। फुल्दाले चाहिँ खास अर्थ चाहिँ समाधान गर्नु भन्ने दिन्छ, कतै कतै खोल्नु भन्ने पनि अर्थ दिन्छ। यो खोल्नुको चाहिँ अलि एक्ज्याक्ट वर्ड भनेको चाहिँ फ्यदा हुन्छ। अनि छप्ता भनेको पट्याउनु, फित्ता भनेको कोर्नु, छिफे भनेको नोट, कागजी नोटहरू हुन्छन् नि हो त्यसलाई चाहिँ छिफे भनिन्छ। थोङजन भनेको सिक्का हो, यो वाफेभित्र पर्छन्। यो छिफे र थोङजन भनेको चाहिँ वाफेभित्र पर्छन्। वाफे मुद्रा, अब मुद्रा दुई थरी के भन्दा छिफे अनि थोङजन। आजभोलि त ब्याङ्कमा पनि राख्ने सिस्टम आएको छ। माल भनेको भाषा, घोडा पनि हुन्छ। यो माल भनेको घोडा पनि हुन्छ, भाषा पनि हुन्छ, अनि कुरा भन्ने पनि अर्थ दिन्छ। र माल भनेको अन्तिम भन्ने पनि अर्थ दिन्छ। यहाँ चारैवटा राखिएको छ। माल भनेको भाषा, घोडा, कुरा तथा अन्तिम। लेसन 2 मा रहेका सम्पूर्ण शब्दावलीहरू यति नै भयो र आजको लागि हजुरहरूमाझ बिदा चाहन्छु। र भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। र हाम्रो भिडियो राम्रो लाग्छ भनेदेखि चाहिँ च्यानललाई सब्स्क्राइब गरेर जोडिन सक्नुहुन्छ। र कोरियन भाषा पढ्दै गरेका साथीभाइ, दाजुभाइ, दिदीबहिनीहरूलाई पनि यस च्यानल सब्स्क्राइब गर्नको लागि आग्रह गर्न सक्नुहुन्छ। यति भन्दै आजको लागि बिदा लिन्छु। हवस् त, बाँकी कुराहरू अर्को भिडियोमा लिएर आउने नै छु। हवस् त, आजको लागि